पहिला नै हामीले प्रायोरिटी के दिन्छौँ भने कति बेर चाहिँ यहाँ मान्छे बस्ने हो। अब त्यो 1 लाख पुरै 2 घन्टासम्म बस्ने हो भने त फेरि त्यसलाई म्यानेज कसरी गर्ने, यो पार्टलाई चाहिँ अलिकति हामीले ध्यान दिनुपर्छ। त्यो विषयमा चाहिँ स्वयंसेवकहरूले हामीलाई एसिस्ट गरिदिनु पर्यो र स्वयंसेवक आफैमा समस्या हुनु भएन। बाँकी फायर ब्रिगेडको कुरा, रेस्क्युको लागि चाहिँ यता एपिएफबाट चाहिँ के भन्छ यो डुङ्गा राख्ने कुरा, यो सबै चिजहरू छँदैछ, मेडिकल टिम छँदैछ, एम्बुलेन्सको कुरा छँदैछ। अलिकति यो बाटोको हकमा अब हामीले रेस्क्यु त गर्ने भन्यौँ, अनि बाटो चाहिँ हामीले कसरी एक्सेस लिन्छौँ, यो बाटो त पुरै ब्लकेड हुन्छ, अनि पुलिसको गाडी आउन गाह्रो, एम्बुलेन्स आउन गाह्रो, त्यसलाई पनि हामीले सोच्ने हो कि होइन। हामीले त परम्परा त मनाउने, तर त्यो परम्पराको नाममा हामीलाई भएको पुराना अप्ठ्याराहरू अथवा त्यसले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई कसरी ट्याकल गर्नको लागि चाहिँ सोच्ने हो, एक्सेस राख्ने हो भन्ने कुरा है। फेरि अरूबाट होइन, जस्तो साइकल छिर्न नदिने, अरू नछिर्नु कुरा ठिक छ, तर त्यो भिडलाई चाहिँ, त्यो बाटोमा बस्ने भिडलाई चाहिँ हामी कसरी गर्ने हो त्यसलाई पनि एकचोटि सोचौँ। बाँकी सेक्युरिटीको कुरामा अब हामी कमिटेड छौँ। यो मेरो ग्रुप, त्यो मेरो ग्रुप, यो ऊ भन्ने एउटा के भयो। बाँकी हामीले भिजिलेन्स राख्नुपर्छ कि सर्भिलेन्स राख्नुपर्छ कि युनिफर्म पुलिसमा मान्छे राख्नुपर्छ कि, त्यो मेरो ड्युटी हो, म त्यो ड्युटी पुरा गर्छु। अब रह्यो यो भित्रको इन आउटको कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। यो मान्छेको फ्लो चाहिँ हामीले कसरी गर्ने हो, सबभन्दा ठुलो चाहिँ अर्को पार्ट चाहिँ त्यो हो। तपाईँ हामीले भित्र छिराएको मान्छे कति बेरसम्म अड्किने। अघि पनि हामीले कुरा गऱ्यौँ, यहाँ 1 लाखभन्दा बढी चाहिँ दर्शनार्थीहरू पोखरीमा आउने, दर्शन गर्ने हुन्छ भन्ने कुरा आयो। यो आफूमा एउटा गौरवको विषय पनि हो र हामीले यो ठाउँलाई चिनाउने पनि एउटा चिनारी पनि हो भने एउटा पोखरी भन्ने बित्तिकै यसमा मैले बुझेको, यहाँले बुझाए त्यही हो। यहाँ आउने सबै दर्शनार्थीहरूले सहज हिसाबले चाहिँ पूजाआजा गर्ने व्यवस्था हुनु पर्यो। मैले अघि पनि एउटा कुरा सोधेको थिएँ, हुन्छ हाम्रो 4वटा गेट रहेछ, प्रत्येक गेटबाट इन हुन मिल्ने, आउट हुन मिल्ने खालको कुराहरू यहाँले गर्नु। त्यो गर्दा चाहिँ यहाँ असाध्यै बढी भिड भयो हुने अवस्थामा चाहिँ कतिपय ठाउँमा एक ठाउँबाट आएर दर्शन गरेका मान्छेलाई एक्जिट गरेर फेरि इन्ट्री नदिने कि भन्ने प्लान गर्नुपर्ने हुनसक्छ। किन भन्दा असाध्यै बढी भिड भयो भने त्यहाँ किन यहाँ आउने मान्छेहरूको दर्शन गर्न आउने, कम्ती यो आर्य तलाउमा यहाँ पानीमा जान पाउने वातावरण चाहिँ तयार गर्नु पर्यो। धेरै भिड भयो भने त्यो हिसाबले पनि म्यानेज गर्नु पर्ला। र अब यो दर्शनार्थीहरूको लाइन हामी कसरी व्यवस्थित गर्छौँ, कतिपय चाहिँ अलिकति वृद्धहरू, अशक्तहरूलाई अलिकति छुट्टै हिसाबले गर्न पनि पर्ला। र यो भोलिन्टियर जति पनि खटिनुहुन्छ, अघि कुरा आयो हामी भोलिन्टियर असाध्यै इमान्दारीका साथ गर्छौँ भन्नुभयो। यो हाम्रो सुरक्षा निकायसँग सँगै बसेर चाहिँ प्लान बनाऊ, सबै मान्छेले सहज हिसाबले दर्शन गर्न पाउने र सजिलोसँग जाने गरी चाहिँ प्लान गरेर चाहिँ काम गरौँ। मैले यसमा यति विषय भने नचाहँदै पनि यहाँ कुनै खालको घटना घट्यो, कतै आगलागी भयो, कतै चाहिँ बढी चाहिँ भिड भयो भने चाहिँ इमर्जेन्सी एक्जिट भन्छ, त्यो तत्काल चाहिँ त्यो ढोका खोलेर चाहिँ मान्छेलाई बाहिर पठाउनु पर्ने हुन्छ। त्यो हिसाबले पनि प्लान गर्नुपर्ने हुन्छ। त्यो बेला चाहिँ हामी कतापट्टिको ढोका हुन्छ त्यो तुरुन्तै किन केही समय होल्ड गरेर भने हामी पहिला बाहिर मान्छे पठाएर अलिकति सहज भएर चाहिँ भित्र ल्याउनु पर्ने हुन्छ। त्यो हिसाबले काम गर्नु पर्ला। अर्को विषय चाहिँ यो यहाँको गौरव चिनारी गर्ने ठाउँ पनि भरिएर पोखरी भएको भएर चाहिँ मैले व्यवस्थापनकै टिमको साथीहरूलाई यहाँको सरसफाइ, यहाँको सजावट राम्रो गरेको जस्तो लाग्छ। यहाँले अब हाम्रो सुरक्षा निकायको पनि केही जनशक्ति खटाइदिए हुन्थ्यो भन्न चाहिँ हामी एकपटक फेरि चाहिँ गएर चाहिँ छलफल गर्छौँ। अघि हाम्रो यता संस्थाको हिसाबले त म आजै पठाउँछु भन्नुभयो, तलाउमा चाहिँ सफा उसमा पोखरीमा सरसफाइ गर्ने कुरा। यसको चाहिँ अलिकति यो रौनक चाहिँ यहाँको सरसफाइ र ओभरअल व्यवस्थापनले पनि यहाँको चाहिँ एउटा यो पर्वको चाहिँ उल्लास चाहिँ दिने भएको भएर चाहिँ यसमा अलिकति राम्रोसँग खर्चपर्छ जस्तो मलाई लाग्यो। अब स्वयंसेवकसँगको चाहिँ समन्वय, हाम्रो सेक्युरिटी र स्वयंसेवक वास्तवमा मलाई लाग्छ हामी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, महानगरपालिकाको जनशक्ति के औला र यहाँको भोलिन्टियर, यो 4वटा टिम चाहिँ सँगै बसेर कुन कुन ठाउँमा कसरी खटिने के चाहिँ हेर्ने भन्ने कुरा चाहिँ राम्रोसँग गर्नु पर्ला। र यो सेक्युरिटीमा कहिलेकाहीँ मान्छेलाई अप्ठ्यारो लाग्न सक्छ, तर त्यो काम चाहिँ गर्नुपर्ने हुन्छ। यहाँको चाहिँ सबै भक्तजनहरूले दर्शन गर्न पाउन् र ओभरअल रूपमा म्यानेजमेन्ट राम्रो हुने गरी चाहिँ त्यो गर्नु पर्ला। त्यो खालको चाहिँ तयारी गर्न मैले अनुरोध गरेँ। फर्स्ट एडको किटको कुरा अघि पनि आयो। हाम्रो कुनै पनि यहाँ दर्शन गर्ने आउने भक्तजनहरू बिरामी भयो भने चाहिँ तत्काल उपचार गर्ने गरी चाहिँ हामी एउटा त राख्ने भन्यो रेड क्रसले, अर्को पनि एउटा राख्नुपर्छ भने हामी नारायणी अस्पताल अथवा प्राइभेट हस्पिटलसँग कोअर्डिनेसन गरौँ। हाम्रो यहाँ आएको भक्तजन कोही पनि बिरामी नभइकन चाहिँ जाने अवस्था आओस्, त्यो हिसाबले चाहिँ तयारी गरौँ। यो गत विगत वर्षको ट्रेन्ड यही छ, यही चलिरहेको छ, ठिकै होला। तर यो मलाई अझै पनि लागेको विषय चाहिँ यो
एउटा गेटबाट प्रवेश गरेर यहाँ दर्शन गरेपछि किन अहिले अरू बेला चाहिँ आएर ओभरअल रूपमा सबै पोखरीको आनन्दले चाहिँ दर्शन गर्न मिल्ने हो। यो बेलामा चाहिँ वास्तवमा एउटै ठाउँबाट आएर एक्जिट भएपछि फेरि इन गर्न चाहिँ धेरै भिड भयो भने रोक्नुपर्ने हुन्छ कि किन अब हुन त मान्छेले पाउँछु मैले दर्शन गर्छु भन्दा एउटा विषय होला। जस्तै अस्ति हामी चाहिँ गवामाई मन्दिरमा पनि सबै मान्छेले चाहिँ त्यो उसको फुलपातीको दिन अथवा चाहिँ सप्तमी अष्टमीको दिन तल गएर दर्शन गर्न पाउने अवस्था त रहेन। त्यो भएर चाहिँ धेरै अरू बेला फुर्सदको बेला आएर ओभरअल रूपमा सबैतिर मन्दिर हेर्न पाउने, यो बेलामा चाहिँ एक ठाउँबाट आएर एक्जिट भएपछि उसलाई एक्जिटै गराउने हो कि किन त्यो भयो भने चाहिँ अरू भिड व्यवस्थित गर्न सजिलो हुन्छ। त्यो खालको पनि मैले एकपल्ट छलफल गरौँ यति चाहिँ मैले यहाँहरूसँग अनुरोध गरेँ।